हेलो मिनासान, वेलकम टु एनदर भिडियो। आज चाहिँ हामी मिनानो निहनगोको लेसन 6 पढ्नेछौँ। लेसन 6 मा हामीले पढ्नुपर्ने कुराहरू के छन् भन्दाखेरि ओ पार्टिकल, अनि पछि मासेन्का, अनि पछि मास्यो भन्ने छ। यति नै यो 6 लेसनमा। यतिलाई राम्ररी बुझ्नुभयो भने 6 लेसन इनफ हुन्छ। 6 लेसन आनन्दले बुझिन्छ टुक्कसँग। अगाडिको लेसनको भिडियोहरू पनि राम्ररी पढ्नुभएको छ भने यो लेसनलाई चाहिँ केही अप्ठ्यारो हुँदैन। सजिलोसँग यो लेसनको कुराकानीहरू, प्रश्नहरू, अनि पछि अरू कुराहरू आनन्दले ढुक्क साथ बुझ्नुहुन्छ भन्ने आशा गर्दै आजको भिडियो ढिला नगरिकन सुरु गरौँ। आजको भिडियोमा छ सुरुमा ओ पार्टिकल छ। ओ पार्टिकल हामीले यसलाई कुन अवस्थामा प्रयोग गर्छौँ भन्दाखेरि यो हिरागानामा ओ अक्षर भए तापनि पार्टिकलमा मात्रै प्रयोग गरिन्छ, जसको अरू पार्टिकलको जस्तै अर्थ भने छैन। ओ पार्टिकल नाउन र भर्बलाई डाइरेक्ट सम्बन्ध देखाउन प्रयोग गरिन्छ। यसलाई एउटा नाउन अनि पछि एउटा भर्बलाई यिन दुईटालाई जोड्दाखेरि यो जोड्ने एउटा पुलको रूपमा यसले ओ पार्टिकलले आफ्नो भूमिका निर्वाह गरेको हुन्छ। अनि यसको इक्जाम्पलमा के छ भनेर हामीले यसरी सर हेरौँ। इक्जाम्पल हेरेर चाहिँ हामीले धेरै बुझ्छौँ। इक्जाम्पलमा छ वातासी वा जिउजी नि गुहान ओ ताइमास। गुहान भन्ने नाउन भयो भने ताइमास भनेको भर्ब भयो। यो गुहान र ताइमासलाई जोड्दाखेरि चाहिँ ओ पार्टिकलको प्रयोग गरेको छ। यसको अर्थ भने ठ्याक्कै यही हो भन्ने छैन, अर्थ भने हुँदैन। तर यो दुईटालाई जोडेपछि यो एउटा अर्थ बनाउँछ। त्यही भएर यो एकदम एउटा पुलको रूपमा काम गर्छ, हाँसीको रूपमा काम गर्छ। अनि पछि अर्को इक्जाम्पलमा छ वातासी वा तोमोदाची तो साखा ओ सिमास भनिन्छ। साखा फुटबल खेल्छु, साखा भनेको नाउन भयो। अनि पछि सिमास भनेको गर्छु हो, गर्छु खेल्छु यो भयो। पछि साखा ओ सिमास भयो। यति गरेपछि हाम्रो ओ पार्टिकलको युज कसरी गरिन्छ भन्ने बुझ्नुभयो होला। यसलाई नोट गराएर सार्दा पनि हुन्छ। नोट गराएर सारेर पढ्दाखेरि राम्ररी बुझ्नुहुन्छ। पछि यो युज हुँदै जाँदाखेरि हजुरले राम्ररी बुझ्नुभयो हुन्छ यदि नबुझेको भए। अनि अर्को ग्रामर सुरु गरिहाल्छौँ हामीले। अर्को ग्रामरमा यसमा हामीले पढ्छौँ मासेन्का भनेको पढ्छौँ। मासेन्का भनेको मासेन भनेको हामीले नेगेटिभ हो भनेर पढेको थियौँ भने अघिल्लो लेसनहरूमा। मासेन्का भनेको फेरि यसले केही कुरा गर्ने होइन त, यसो गर्ने होइन त भनेर अर्कोसँग राय सल्लाह अनुमति खोज्ने बेलामा प्रयोग गरिन्छ। यसमा के उदाहरणको लागि के लेखेको छ भन्दाखेरि सहमति खोज्ने बेलामा यो ग्रामरको प्रयोग गरिन्छ भनिएको छ। सहमति खोज्दाखेरि हामीले के गर्छौँ भनेर यसमा इक्जाम्पलहरू पनि छ। इक्जाम्पल हेर्दाखेरि के वा यही गाउँ मिमासेन्का भनेको छ। आज फिल्म हेर्ने होइन त भनेर यस्तो क्वेसन गरे ह। अनि पछि अर्को क्वेसन के गरे ह भन्दाखेरि कोनबान ओसा कियो नोइमासेन्का। आज साँझ रक्सी पिउने होइन त भनेर अर्को पनि सहमति खोज्न खोजे ह। आज साँझ रक्सी पिउने होइन त भनेर सहमति खोजेको छ। अनि पछि त्यसभन्दा तलतिर फेरि हामीले अर्को पढ्छौँ मास्यो भनेर पढ्छौँ। मास्योले मास्यो पनि सहमतिको कुरामा प्रयोग हुन्छ। तर दुइटैले हुन्छ गरौँ, यसो गरौँ उसो गरौँ भन्दाखेरि यो हो त्यस्तो अवस्थामा प्रयोग गरिन्छ दुइटैको सहमति भएको कुरामा। जस्तै यसमा चाहिँ के हुन्छ भन्दाखेरि यो मिमासको जस्तै मिमास्यो हेरौँ भन्ने हुन्छ। अनि इकिमासको चाहिँ इकिमास्यो जाउँ भन्ने हुन्छ भने नोइमास्यो पिउँ भन्ने हुन्छ। जस्तै यता माथि हामीले पढेको थियौँ नि, यसले क्वेसन गर्छ भने यसले एन्सर दिन्छ कि। जस्तै यो यसमा के भन्छ नि के वा यही गाउँ मिमासेन्का आज फिल्म हेर्ने होइन त भनेर सहमति खोज्न प्रयोग गरिएको छ भने यसले सहमतिको उत्तर दिएको छ कि। सहमतिको उत्तर दिँदाखेरि यसले हाई मिमास्यो भनेर यसले भन्छ कि उता यही गाउँ मिमासेन्का भनेको फिल्म हेर्ने होइन त भन्दाखेरि यसले हाई मिमास्यो भनेर हेरौँ न त्यस्तो खाले एन्सरको रूपमा यसलाई प्रयोग गरिन्छ। त्यस्तो तलतिर एउटा एन्सरको रूपमा यसको इक्जाम्पल पनि लेखिरहेको छ। जस्तै आसात्य पोखरा इकिमास्यो, पर्सि पोखरा जाउँ भनेर यो सल्लाह भइसकेको, दुइटाले सहमति गरेको कुरा हो। यो सहमतिको कुरामा प्रयोग गरिने भयो। यो मास्यो भनेको गरौँ खेलौँ जाउँ खाउँ यस्तो कुरामा सहमतिको दुइटैको सहमति भएको कुरामा यसको प्रयोग गरिन्छ भने यसले फेरि मासेन्काले भनेको सहमति खोज्ने बेलामा एउटाले क्वेसन गर्छ अनि अर्कोबाट पनि त्यसैको अपेक्षा सहमति हुन्छ भन्ने अर्थ होस् भनेर त्यस्तो बेलामा प्रयोग गरिन्छ। अनि पछि यो माथि हामीले सुरुमा पढेको ओ पार्टिकल चाहिँ दुईटा नाउन र भर्बलाई जोड्ने एउटा पुलको रूपमा प्रयोग गरेको हुन्छ। नाउन र भर्बलाई जोडेर अर्थलाई वाक्यलाई पूर्ण गराउने
तीन दुइटाको सम्बन्ध मिलाएर भर गराउने त्यस्तो खालकोमा प्रयोग गरिन्छ। आई होप यो लेसन हजुरले राम्रोसँग पढ्नुभयो होला। कस्तो लाग्यो भिडियो, नबुझेको कुरा के छ कमेन्ट गर्नु होला। भिडियो मन परेको कि नै, कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गरेर छाडिदिनु होला। हस्, थ्याङ्क यू।